जलवायु अभियन्ता सोनम वाङचुकलाई 21औं दिनको इन्डेफिनेट हङ्गर स्ट्राइकका क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार अस्पताल लगिएको खबर छ। नयाँ दिल्लीको जन्तर मन्तरमा अनसनमा बसिरहेको वाङचुकलाई दिल्ली पुलिसले बिहानै त्यहाँबाट हटाएर उपचारका लागि अस्पताल पुर्याएको बताइएको छ। यो घटनाक्रम दिल्ली हाइकोर्टले वाङचुकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केन्द्र र दिल्ली सरकारलाई डेली हेल्थ चेकअपको व्यवस्था गर्न तथा आवश्यक परेमा तत्काल मेडिकल सहयोग उपलब्ध गराउन निर्देशन दिएपछि आएको हो। अदालतले हरेक जीवन महत्त्वपूर्ण रहेको भन्दै उनको स्वास्थ्य सुरक्षाका लागि आवश्यक कदम चाल्न आदेश दिएको बताइएको छ। सोनम वाङचुकले गत जुन 28 देखि इन्डेफिनेट हङ्गर स्ट्राइक सुरु गरेका थिए भने उनको माग शिक्षा क्षेत्रसँग सम्बन्धित विषयहरूमा एकाउन्टेबिलिटी र सुधारको माग रहेको बताएको छ। करिब 3 हप्तादेखि जारी अनसनको क्रममा उनको स्वास्थ्यप्रति समर्थकहरूले आफ्नो चिन्ता व्यक्त गरेको थियो। वाङचुकको अस्पताल भर्नासँग उनको स्वास्थ्य अवस्था र सरकारसँगको वार्तालाई लिएर चासो बढिरहेको छ।